यो भिडियोलाई देखेर पनि नदेखे जस्तो नगरिदिनु होला। पक्कै पनि लाइक कमेन्ट सेयर सक्दो गरिदिनु होला है त साथीहरू। यहाँ चाहिँ म अहिले एउटा अङ्कललाई चाहिँ मेरो चप्पल चाहिँ उकिरहेको थियो मुनिको, अनि त्यही भएर चाहिँ टाँस्नु लाउँदैछु। चप्पलको चाहिँ अलिकति बेहाल भइरहेछ र टाँसेर भए पनि लाउनु पर्यो गाइस, पैसा छैन। गाह्रो छ, पैसा नै रहेछ होइन अङ्कल सबै थोक यहाँनिर? त्यही त, पैसा बिना केही नहुने। पैसा थिएन, भोकै बसेँ दिनभरि, पैसा नभएर। हजुर हजुर, गाउँघरमा त बाँकी यताउता नि चल्छ, यताउताबाट एक छाक सापको पनि लिनु सक्छ। हजुर, यहाँ कसैले दिँदैन। त्यही त गाह्रो छ सहर बजारमा। अस्ति भर्खरै चाहिँ उहाँको एक्सिडेन्ट भएको रहेछ। अङ्कल चाहिँ हल्का बिराम हुँदो रहेछ कि उहाँ चाहिँ अहिले त्यो टेक्ने खै के भन्छ मलाई त त्यो नाम याद छैन, त्यो टेकेर मात्रै हिँड्न सक्नु हुँदो रहेछ। अलिकति अवस्था नाजुक रहेछ, तर पनि उहाँ चाहिँ दिनभर काम गर्नुहुँदो रहेछ। दिनमा 100-200 200-400 भए पनि कमाउनलाई यहाँ बसेर चाहिँ अङ्कल चाहिँ जुत्ता चप्पलहरू सिलाउँदै बस्नुहुँदो रहेछ। यस्तै छ हामी नेपालीको जिन्दगी, के छ र है, राम्रो काम गर्नलाई पाइँदैन, यस्तै त काम गर्नु पर्यो, आफूमा भएको सिपलाई सदुपयोग गर्नु पर्यो है, यस्तै छ साथीहरू। अनि दिनको कसरी कमाउनुहुन्छ यहाँ? दिनमा खर्च दिएन, मोटरसाइकलले हानेर भाइयो। कतिसम्म कमिन्छ दिनमा? कुनै दिन हुन्छ भाइ, कुनै दिन हुँदैन। त्यो लोकको कुरा हो कि, लोक छ भने हुन्छ। धेरैमा कतिसम्म कमाउनु भएको छ यसो? यहाँ एक दिन मैले जुन दिन घटना भयो त्यो दिन चाहिँ 950 कमाएको। धेरै हो त्यो? ओहो, 10 बजे आएर बेलुका 5 बजीसम्म 950 कमाएको थियो। ओहो, त्यही दिन घटना भयो। घटना चाहिँ के भएको हो? स्किल लागेको छ नि त, कामरा हेर नि त्यहाँ। ए तपाईँको? यहाँ आर्मी क्यामेरा ठोक्कर मार्नु लागि। ए, अनि त्यसपछि तपाईँ अहिले यो टेकेर हिँड्नुहुन्छ? ओहो, गाह्रो पो रहेछ त। टेकेर हिँड्छु। चप्पल चाहिँ लाएर हिँड्न सक्यो है टाँसेर पनि।